Hi guys, Assalamualaikum and Namaste. Welcome to my new vlog. आज कति बज्यो अहिले 5:57 भएछ। हामी चाहिँ मर्निङ वाक जाँदैछौँ है। अनि बहिनी क्याम्पस पनि जाँदैछ अनि उसलाई पुर्याउने चक्करमा हाम्रो मर्निङ वाक पनि हुन्छ र हामी फ्रेस पनि रहन्छौँ। हामी चाहिँ जाँदैछौँ, बहिनी, दिदी, म। ओइ तिमीहरू कहाँ जान लाग्यो बिहान बिहानै छोला बोकेर? हामी चाहिँ होइन एक्सर्साइजको सामानहरू यसमा छ। डम्बल त छैन। यताबाट जाने हो हामी सर्टकट। मर्निङ वाक पनि हाम्रो चाहिँ सर्टकट हुन्छ है फेरि। हाम्रो शिखरकोट बजार बिहानमा यस्तो देखिन्छ। वाह, हेर्नु न भ्यू, भ्यू हेर्नु न, भ्यू भ्यू। हेर्नु न यस्तो घर पनि हुन्छ है। अब हाम्रो यो चाहिँ होइन यस्तो भएर मर्निङ वाक जाँदैछ। लाउँछ मलाई पनि अलिकति मर्निङ वाक गर्ने जस्तै देखिन्छ। टोपी त राम्रै राई, टोपी चाहिँ अलिकति राम्रो छ। टोपी त राम्रै छ मेरो होइन। बिहान बिहानै मेरो टोपी त अच्छा छ किन्नुहुन्छ नि त। अब त चैता मैले राउँछु फेरि जाडोमा यसले लान्छु। हामी चाहिँ ठ्याक्कै होइन कृष्ण मन्दिरतिर आइपुग्यौँ। त्यहाँबाट अब तल लाग्नेछौँ। तपाईँलाई म सबै देखाउनेछु यहाँ। अब आज चाहिँ भ्लगमा कमेन्ट आयो, बसहरू लाग्दै रहेछ है काठमाडौँ जाने। तपाईँहरूलाई दर्शन गर्नु पर्यो, गर्नु होला। हाम्रो यहाँ चाहिँ ढुङ्गे धारा पनि छ। हेर्नु न कस्तो दामी छ। गएर बस्नु त्यहाँ, हेर्नु न। अनि हेर्नु यहाँ थाहा कस्ता राम्रो आएको हेर्नु। यहाँ चाहिँ भर्खर यहाँ चाहिँ अब रूपचन्द विष्टको मूर्ति पनि छ। हेर्नु हाम्रो यो चाहिँ वडा कार्यालय हो है। हेर्नु रूपचन्द विष्ट कस्तो दामी पाराले पोज दिएर बसिरहनु भएको छ। यो चाहिँ बिहान मर्निङ भ्यू हो है। हाम्रो शिखरकोट बजार चाहिँ मर्निङ भ्यू चाहिँ यस्तो दामी हुन्छ। यस्तोहरू हुन्छ। हेर्नु यहाँ, हेर्नु न यहाँ आकाशहरू कति राम्रो छ। म चाहिँ अलिकति थाकिसकेँ है। मर्निङ वाक भन्दा पनि म चाहिँ दौडिन्न कि। ए मर्निङ रनिङ गर्छु कि म चाहिँ त्यति बेला, अनि थाकिहाल्छु। अनमोल फोटोकपी सेन्टरमा आउनु होला। मेरो यो अलिकति फनी पनि हुन्छ कि फेरि भ्लग चाहिँ है। के गर्नु आउँदैन भर्खर अब कसरी त यो अगाडि। हेर्नु गाइस, हामी चाहिँ 3 जना छौँ है। यो चाहिँ पुरा त्यो झोलामा चाहिँ होइन त्यो म्याटहरू छ कि। अब ओछ्याएर यसो एक्सर्साइज गर्नु पऱ्यो नि। टक्क चौरमा लङ भिडियो बनाउनु पर्छ कि। टक्क
जाने हो होइन ओछ्याउने हो त्यो म्याट अनि टक्क त्यसमा एक्सर्साइजहरू गर्ने हो है हामी चाहिँ आज तलतिर गएको छौँ नत्र खालि काउली जान्थ्यौँ कि सधैँ आज चाहिँ हामी तल इन्द्रेणी चौर जाँदैछौँ कि आज चाहिँ हामी इन्द्रेणी चौर जाँदैछौँ तपाईँहरू हेर्दै गर्नु होला हामी कस्तो गर्छौँ म चाहिँ होइन 63 केजी थिएँ कि अहिले 60मा छु होइन 3 केजी लस भइसकेको छ कि होइन बिहान टक्क मर्निङ वाक गएर आउँछु होइन बिहानमा टक्क ज्वानो पानी कागती निचोरेर टक्क 2 गिलास पानी खाइदिन्छु तपाईँहरू पनि यसरी नै खानु होला अनि 1 महिनामा आफ्नो रिजल्ट हेर्नु होला अब हेर्नु तपाईँहरूलाई हेर्नु पारी यस्तो रमाइलो छ है पारीको गाउँ देख्नु यो चाहिँ हाम्रो त्यो पारी चाहिँ होइन तालुङ गाउँ हो यस्तो दामी छ हेर्नु न बिहानमा यस्तो दामी भ्यू देखिन्छ हाम्रो तालुङ हामी चाहिँ गोपाली गाउँ आइपुगेँ मैले है मलाई चाहिँ होइन म यो भ्लग बनाउनु चाहिँ एकदम रमाइलो लाग्छ कि हजुरहरूले हेरेर साथ सपोर्ट र माया गरिदिनु होला मेरो च्यानललाई सब्सक्राइब र लाइक कमेन्ट सेयर पनि गरिदिनु होला है हामी चाहिँ होइन उसमा आइपुग्यौँ यहाँनिर टक्क के अरे हेर्नु न हामी चाहिँ यहाँनिर होइन माइकी चौर आइपुग्न लाग्यौँ यस्तो दामी बिहानमा त होइन यस्तो फ्रेस भइन्छ नि यस्तो भ्यू देख्दाखेरि हेर्नु न टक्क म 5 बजे उठ्छु है अनि 5 बजे उठेर 2 गिलास पानी तताएर सादा पानी खान्छु अनि सादा पानी खाएर मर्निङ वाक यसरी नै बिहान वाक गर्छु कि जहाँ पाएँ त्यहीँ गरिदिन्छु म त यताउता कहीँ जाने भन्ने नै हुँदैन होइन कहिले यता तलतिर आइदिएको हुन्छु कहिले काउली आलु गइन्छ अनि ट्याक्क अब फर्किन्छ उता तल पुगेर एकछिन एक्सर्साइज गरेर अनि फर्केपछि टक्क तातो पानीमा ज्वानोहरू यस्तै मिसाएर पानी तताएर बेसारहरू हालेर अनि थोरै लेमन निचोरेर लेमन हालेर त्यो पानी म बिहानमा 2 गिलास खान्छु अनि त्यहाँपछि एउटा अलिकति चिया खान्छु क्या अनि 11 बजी खाना खान्छु म चाहिँ 3 केजी वेट लस गरेछु मैले म पहिला 63 थिएँ अहिले 60 केजी बस्छु यो चाहिँ उसमा क्याम्पस आएको हो कि मेरो यो चाहिँ बहिनी चाहिँ ब्यागको चेन पनि लाग्या रहन्छ यस्तो सब तिमी कति मार्यो अहिले लो कति 2 ए यो चाहिँ बिहे पढ्दैछ है यो चाहिँ कुकुर पनि आउँदै रहेछ फेरि सबै मेरो त्यो क्याम्पसमा 5 जना त हुन्छ अनि कुकुरै त जाला हेर्नु न हाम्रो यहाँ केराउ यस्तो दामी केराउ फल्छ है क्याम्पस चाहिँ हाम्रो होइन यहाँ छ है हेर्नु न यहाँ कस्तो दामी खेती हाम्रो पालुङमा चाहिँ एकदम राम्रो खेती हुन्छ आलुहरू यो सब आलु हो अब दौडिन्छ ओह्रालोमा चाहिँ अलिकति गाह्रो हुन्छ क्या त्यही भएर म चाहिँ दौडिदिनँ सब म देख्छु म चाहिँ ओह्रालोमा चाहिँ अलिकति दौडिन गाह्रो हुन्छ कस्तो राम्रो पप्पी भ्यू चाहिँ एकदम रमाइलो र मरिए
हिँड्नलाई बिहानमा मुड फ्रेस भइन्छ। चैतको आज कति गते अरे? आज चैतको 23 गते पनि टोपी लाएर हिँड्नु पऱ्यो है। कालुङमा चाहिँ यस्तो चिसो छ। यो टोपी चाहिँ फेरि मेरो पहिलाको ब्लगमा नि यही कलरको टोपी थियो, अहिले पनि यही रहेछ है। यहाँ चाहिँ चैतमा पनि टोपी लाएर हिँड्नु परेको छ। जाडो चाहिँ बेस्तै जाडो छ कि हेर्नु न खेती कस्तो दामी हो। अब मान्छे यति बिहानै काम गर्दै रहेछ हेर्नु। अझ आलु खेती चाहिँ दामी के यहाँ छ। बिहानै हेर्नु न मान्छेहरू कस्तो राम्रो चालले काम गर्दै हुन्छ आलु बारीमा। हाम्रो यहाँ चाहिँ नगरपालिका उतै छ है। बालेन सरकार भएपछि होइन कि बालेन सरकार भएपछि राम्रै भइरह्यो। सबै कुरा राम्रो भएको हुन्छ भन्ने आशा छ। हाम्रो यो चाहिँ नगरपालिका हो ल सब। यो चाहिँ कलेजतर्फ लागिन्। अब हामी चाहिँ कहाँ जान्छौँ थाहै छैन। नगरपालिकाको नजिकै हाम्रो क्याम्पस रहेको छ। यो चाहिँ सोचमा परिरहेको छ। हामी चाहिँ आइपुग्यौँ इन्द्रेणी टाउन। मान्छेहरू चाहिँ होइन यहाँनिर एक्सर्साइज गर्दै रहेछन् माथि। हामी पनि त्यहाँ गएर अब त्यो भएर ओर्लिने उक्लिने गर्नेछौँ है। आउन एकछिन। कति शान्त है बिहानमा। त्यो मान्छे तलतिर आयो नि त ल। हेलो गाइस, हामी चाहिँ अब फर्कियौँ। म चाहिँ अब घर जाँदैछु। यस्तो थाकियो त्यस्तै छ है। म चाहिँ फर्किँदैछु। उकालो परेको छ फर्किँदा। पुरै उकालो छ है। बहुत खल्लो लागेको छ। एकैछिन एक्सर्साइज पनि गरियो। पुरै उकालो चढेर शिखरकोट बजार पुग्नु छ कि। अब नेक्स्ट भिडियोमा भेटौँला है त गाइस। अहिलेलाई बाई।